हेलो अनि नमस्ते हजुरहरू सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म हजुरहरू सबैजनालाई मसँगै चाइनाको सिआन अनि सियाङहाई भन्ने दुईवटा सिटीमा घुमाउन लिएर जाँदैछु। मेरो पनि चाइनामा यो चाहिँ फर्स्ट ट्रिप हो, त्यही भएर एकदम एक्साइटेड। अनि त्यसको साथसाथै भ्लग पनि गर्दैछु। म आजसम्म यस्तो लामो भ्लग गरेको थिइनँ, आज चाहिँ लामो एउटा भ्लग पनि गर्ने सोचेको छु, त्यही भएर हल्का एक्साइटेड अनि एकदम क्युरियस छु। म चढेर जाने चाहिँ आज एयर एसियाको प्लेनमा चढेर जाने हो। अहिले ब्याङ्ककको डनमुन भन्ने एयरपोर्टमा रहेको छु। मेरो पछाडि देख्न सक्नुहुन्छ हजुरहरूले एयर एसियाको प्लेन। यही एउटामा जाने हो हामी। अब हाम्रो बोर्डिङ पासमा छिर्न आँट्यौँ। अब बोर्डिङ भएपछि चाहिँ बिस्तारै प्लेनमा चढिन्छ। अनि हजुरहरू म सँगसँगै हजुरहरूलाई पनि देखाउने छु चाइनाको सहरहरू कस्तो राम्रो छ भनेर। स्टे ट्युन्ड अनि हेर्न जाउँ चाइना कस्तो छ। लेट्स गो। वेलकम ब्याक वन्स अगेन। अहिले चाहिँ म चाइनाको सियान एयरपोर्टमा आइपुगेको छु। भर्खरै ल्यान्डिङ भएको। लगभग थाइल्यान्डबाट चाहिँ त्यस्तै 4 घन्टा जतिको फ्लाइट हो। अनि अहिले टेम्परेचर चाहिँ यहाँनिरको 22 डिग्री भनेको चाहिँ एकदम थाइल्यान्डभन्दा त चिसो नै हो होइन। हामी थाइल्यान्डबाट आएको मान्छेलाई एकदम चिसो, तर मैले ज्याकेटहरू सब रेडी गरेर आएको छु। मलाई अलरेडी चेक गरेको थिएँ यहाँको वेदर, त्यही भएर त्यस्तो जाडो भएको छैन। अब चाहिँ हामी गएर हाम्रो लगेजहरू कलेक्सन गर्छौँ। अनि त्यस पछाडि इमिग्रेसनमा पासपोर्टहरू चेक हुन्छ। त्यस पछाडि चाहिँ बाहिर निस्केर हामी ट्याक्सीमा चढेर होटलतिर लाग्छौँ। अनि होटलहरू पनि देखाउँछु हजुरलाई होटल कस्तो छ भनेर, है त। ल स्टे ट्युन्ड। हेलो एभ्रिवान, अहिले चाहिँ म हाम्रो आज आराम गर्ने रुममा आइपुगेको छु। पछाडि देख्न सक्नुहुन्छ यही रुममा हो। अब हामी लगभग 3 दिन जति यही रुममा बस्छौँ। अहिले चाहिँ यहाँ घडी छैन, यहाँनिर चाइना टाइम लगभग त्यस्तै 12 बजिसक्यो। एकदम थाकेको छु। गाडीमा लगभग एयरपोर्टबाट 1.5 घन्टाको गन्तव्य थियो। बल्ल आइपुग्यौँ। अब चाहिँ रेस्ट गर्छौँ। अनि भोलि तपाईँहरूलाई भोलि दिउँसो छँदैछ। भोलि पर्सि अझै 1 हप्ता बस्ने हो यहाँनिर। हजुरहरूलाई म राम्रोसँग देखाउँछु के छ भनेर। आज चाहिँ म हजुरहरूसँग बिदा मागेर आराम गर्न गएँ, है त। बाई बाई। गुड मर्निङ, डे 1 इन सिआन सिटी। अहिले चाहिँ बिहानको 6:30 भइसक्यो। अनि म पनि भर्खर उठेर नुहाएर फ्रेस भइसकेँ। अब चाहिँ म तल गएर ब्रेकफास्टहरू गर्छु। अनि त्यस पछाडि हामी त्यतैबाट नै आजको यात्रामा निस्किन्छौँ। आज चाहिँ हामी ट्रेनमा बसेर जाँदैछौँ। अनि ट्रेनमा बसेर नै घुम्छौँ यही सिटीको छेउछाउतिर। कता कता जान्छौँ भनेर हजुरहरूलाई देखाउने नै छु। अनि कस्तो खालको ब्रेकफास्ट खायौँ भनेर पनि देखाउने नै छु हजुरहरूलाई। म हल्का मेरो रुम बाहिर कस्तो छ भनेर भ्यू पनि देखाइदिन्छु, है त। हेर्न सक्नुहुन्छ बिहान चियाङमाईमा 6:30मा सुनसान केही छैन। अहिले एकदम राम्रो सराउन्डिङ छ। ओके हुन्छ, ल म अब तल ब्रेकफास्ट गर्न जान्छु। अनि हजुरहरूलाई पनि देखाउँछु कस्तो रहेछ भनेर, है त। ल बाई बाई। हेलो एभ्रिवान अनि वेलकम छ हजुरहरूलाई मेरो सिआन डे 1 ब्लगमा। अहिले चाहिँ म सिआनको नर्थ वे रेलवे स्टेसनमा छु। अब हामी चाहिँ यहाँबाट रेलमा चढेर त्यस्तै 1.5-2 घन्टाको यात्रामा अर्को एउटा टिनेसुला के भन्ने एउटा जिल्लामा जाँदैछौँ होइन। अहिले चाहिँ अब हाम्रो यहाँनिर 8:30 जति भयो। हाम्रो 9 बजीको ट्रेन छ। 9 बजीको रेलवे स्टेसनमा चढेर जाने हाम्रो ट्रेन छुट्दैछ 9 बजी। अहिले चाहिँ हामी वेट गरिरहेको छौँ लाइनमा बसेर। अहिले चाहिँ हामी हाम्रो टिकटहरू लिएर ट्रेनमा छिर्नको लागि तल आइसक्यौँ। अनि देख्दै गर्नुभएको चाहिँ चाइनिज ट्रेन हो। हामीहरू चाहिँ नम्बर 6 नम्बरमा हो होइन। हाम्रो लगभग 10वटा जति डिब्बा छ है। वरिपरि एकदम मौसम चिसो छ। रेल पनि चिसो नै हुन्छ होला, सायद एसी गरेको हुन्छ। फर्स्ट टाइम चाइनिज ट्रेनमा होइन, कस्तो हुन्छ होला। अहिले चाहिँ भर्खर म ट्रेन स्टेसनबाट बाहिर निस्केँ। पछाडि देख्दै गर्नुभएको चाहिँ ट्रेन स्टेसन हो। हल्का पानी पनि परिरहेको छ, हल्का हल्का होइन, फुसफुसै खालको पानी परिरहेको छ। अनि
मौसम एकदम चिसो 13 डिग्री सेल्सियस छ होइन एकदम चिसो छ मौसम जस आज चाहिँ हिँड्दाखेरि चाहिँ रमाइलो भनेको किनभने हिँड्दाखेरि जिउ यसै तातिहाल्छ होइन अनि चिसो मौसममा हिँड्दाखेरिको मजा छुट्टै नै हुन्छ ओके अब अगाडि कस्तो कस्तो ठाउँमा जाँदैछु मलाई पनि थाहा छैन अब हेर्दै हेर्दै जाउँ सँगसँगै कस्तो कस्तो ठाउँमा गइन्छ है त ल ओके अहिले चाहिँ म यो सिएनहाईको सिटीभन्दा एकदम ट्रेनमा चढेर ट्रेनबाट झरेर अनि ट्याक्सीमा चढेर एकदम बाहिर यो ठाउँ चाहिँ सहरबाट एकदमै टाढा जङ्गलहरू पहाडको बिचमा रहेको छ यो ठाउँको नाम चाहिँ चियनमाई हो सायद चियनमाई भन्ने ठाउँमा आएको छु यो चाहिँ हामी अब माथि चढेर पहाडमाथि कस्तो छ भन्दाखेरि पहाडमाथि ढुङ्गामा खोपेर उहाँहरूले बस्ने घरहरू भगवान् बुद्धको मूर्तिहरू बनाउनु भएको रहेछ अब मैले पनि यहाँ फोटोमा भर्खर देखेँ होइन यो चाहिँ ढुङ्गाको पुरा ढुङ्गाको पहाड अनि यहाँभित्र खोपेर नै हिँड्ने ठाउँ बस्ने ठाउँ मूर्तिहरू भगवान् बुद्धको मूर्तिहरू भयो रुमहरू सब ढुङ्गामा खोपेर के एकदम अनबिलिभेबल ठाउँ रहेछ अब माथि हाम्रो अनि माथि चढ्छौँ अनि हजुरहरूलाई नजिकबाट देखाउँछु म कस्तो रहेछ भनेर है त ल हेलो एभ्रिवान अहिले चाहिँ हामी उकालो चढ्ने क्रममा छौँ उकालो जाँदैछु यता साइडमा चाहिँ सुभिनियरहरू अनि तपाईँहरूलाई सामानहरू किनेर कसैलाई पुऱ्याउन मन छ भने कसैलाई दिन मन छ भने यता किन्न सक्नुहुन्छ यहाँनिर चाहिँ एकदम स्क्यामहरू हुन सक्ने सम्भावना हुन्छ भर्खर मेरो साथी मसँग आउनुभएको एकजना साथी स्क्याममा पर्नुभयो के भन्दाखेरि चाहिँ सामान किन्नुभयो अनि प्राइस नसोधिकन खाना किन्ने होइन अनि पछि सोद्धाखेरि चाहिँ तिर्नुपर्ने प्राइसभन्दा डबल पैसा माग्यो अब हाम्रो नि गल्ती हो किनभने हामीले नै सोध्नुपर्ने हो सुरुमा तर अनि अब तपाईँहरू कोही आउनुहुँदैछ भने चाहिँ यो स्क्यामबाट चाहिँ जोगिनु होला अनि अर्को एउटा भनेको चाहिँ यहाँ चाइनाको मान्छेहरूले चाहिँ अलिकति पनि इङ्ग्लिस बोल्दैन उनीहरूको चाहिँ के सोच हुन्छ भने सबैजनाले उनीहरूकै भाषा सिक्नुपर्ने त्यही भएर चाहिँ अलिकति समस्या हुनसक्छ हामीले चाहिँ गुगल ट्रान्सलेटहरू युज गरेर मात्रै सम्पर्क गर्न सकिन्छ नत्र भने चाहिँ उनीहरूसँग कम्युनिकेसन गर्न नै एकदम गाह्रो हुन्छ म पनि बल्ल बल्ल एपहरू गुगल ट्रान्सलेट युज गरेर बल्ल बल्ल उनीहरूसँग कम्युनिकेसन गरेको नत्र चाहिँ हामीलाई एकदम गाह्रो पर्छ है हुन्छ म अब यति चढ्दा यस्तो थाकिसकेँ अब हजुरहरूलाई बोल्न नि गाह्रो भइरहेछ बिस्तारै बिस्तारै माथि गएर हजुरलाई देखाउँदै जान्छु नि भ्यूहरू कस्तो छ भनेर है त ल स्टे ट्युन्ड गाइज हेलो अनि नमस्ते अहिले चाहिँ म बल्ल बल्ल उकालो हिँड्दा म यो माथि पहाडको फेदमा आइसकेँ अनि पछाडि मेरो पछाडि देख्न सक्नुहुन्छ कस्तो विशाल पहाड छ अनि पहाडमा गरेर त्यो सिँढीमा अब हामी माथि चढ्न जाँदैछ एकदम एक्साइटेड थियौँ कस्तो हुन्छ होइन तपाईँहरूले हेर्दा नै कस्तो काँडा पलाएर आयो क्या यस्तो गुज बम्स आउने खालको कस्तो दामी कसरी बनायो होला जस्तो क्या अब हेरौँ कस्तो हुन्छ माथि एकदम एक्साइटेड छु अब चाहिँ माथि चढ्न रेडी हुँदैछु है त ल थ्याङ्क यू हेलो एभ्रिवान अब चाहिँ म यो ढुङ्गामा खोपिएर बनाएको यस्तो राम्रो ठाउँ सिँढीहरू भयो अनि विभिन्न प्रकारको स्कल्पचरहरू भयो धेरै राम्रो प्रकारको यसहरूमा चढ्न स्टार्ट गरेँ म पछाडि भ्यू देख्न सक्नुहुन्छ जङ्गलहरू एकदम राम्रो छ होइन अनि त्यसको साथसाथै मेरो साइडमा हेर्नुहोस् यहाँभित्र तपाईँहरूले अँध्यारोमा देख्नुहुन्छ कि नै यहाँभित्र पनि भगवान् बुद्धको मूर्ति छ अनि यो सब भनेको चाहिँ एउटा पहाडमा रहेको ढुङ्गामा खोपेर बनाइएको मूर्तिकला हो भनौँ एकदम इन्क्रेडिबल एकदम सोच्ने हेर्दाखेरि नै हामीलाई नै कसरी गर्यो होला जस्तो लाग्ने खालको मूर्तिकलाहरू रहेको छ यहाँनिर एकदम उकालो पनि एकदम उकालो छ चढ्दाखेरि एकदम गाह्रो तर पनि भ्यू देखेपछि मनै हल्का एकदम राम्रो भ्यू छ होइन बिस्तारै हेर्दै हेर्दै जाउँ अब कस्तो कस्तो भ्यू आउँछ हेर्नुहोस् पछाडिको जङ्गलहरू चाहिँ यस्तो राम्रो छ कि म कसरी वर्डमा तपाईँहरूलाई मैले मुखले भने बयान गर्नै सक्दिनँ यस्तो चिसो हावा अनि यो पहाडहरू हेर्दाखेरि मेरो मोबाइलले पनि यो क्याप्चर गर्न सकेको छैन यस्तो राम्रो अनि सुनसान मौसम छ तर पनि
मेरो अनुहारको एक्सप्रेसनहरू कति खुसी छु भनेर एक्सप्रेसन हेरेर हजुरहरूले पत्ता लगाउन सक्नुहुन्छ होला कस्तो शान्त अनि सुन्दर ठाउँ छ भनेर। यो हेरेर चाहिँ मलाई हाम्रो नेपालको डाँडाहरू घरहरू गाउँघरको एकदम याद आयो है त। ल हेर्दै जाउँ कस्तो हुन्छ। एकदम अग्लो छ माथि, हामी कन्टिन्यू तरिकाले चढेकै छ माथितिरसम्म। जति माथि चढ्दै गयो हावा चाहिँ त्यति चिसो हुँदै जाँदैछ। मसँग चाहिँ थाइल्यान्डबाट आउनुभएको 2 जना गुरुहरू पनि हुनुहुन्छ फ्रम थाइल्यान्ड। साक्षामै हेलो। अनि यो चाहिँ देख्न सक्नुहुन्छ मेरो माथि भगवान् बुद्धको मूर्ति ढुङ्गामा खोपेर बनाइएको। यस्तो डिटेलहरू सबै तपाईँले क्यामेरामा देख्नुभएको छ कि नै थाहा छैन, तर यो मूर्तिको डिटेलहरू आँखाहरू भयो अनुहारहरू एकदम मिलेको छ है त। एकदम अविश्वसनीय। फर्स्ट टाइम आँखाले देख्दैछु मैले। भिडियो त देखिरहेको हो, तर आँखाले हेर्दाखेरि एकदम छुट्टै सौन्दर्य छ यसको पनि है। एकदम रमाइलो ठाउँ छ। हजुरहरू पनि मौका मिल्यो भने एकचोटि चाहिँ घुम्न आउनै पर्छ यस्तो राम्रो ठाउँमा। धमाधम उकालो चढाइ भइरहेको छ यहाँनिर चाहिँ। अहिले सायद रिकन्स्ट्रक्ट पनि भइरहेको छ, त्यही भएर यहाँनिर चाहिँ भगवान् बुद्धको मूर्ति क्लियरली देख्न नपाइने रहेछ। तर तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ होला डिटेलहरू भगवान् बुद्धको ढुङ्गामा खोपेर बनाइएको। अब म यहाँभित्र चाहिँ ढुङ्गालाई छेडेर रुम जस्तो बनाइएको छ। हल्का अँधेरो छ, हजुरहरूले देख्न सक्नुहुन्छ कि नै थाहा छैन। यहाँनिर चाहिँ ढुङ्गाभित्र छेडेर ढुङ्गामै खोपेर भगवान् बुद्धको मूर्तिहरूलाई एकदम डिटेल तरिकाले बनाएर राखेको छ। हजुरहरू पनि म सँगसँग नै हेर्दै जानुहोस् कस्तो छ भनेर। मसँग चाहिँ अहिले थाइल्यान्डबाट आउनुभएका 2 जना बुद्धिस्ट भिक्षु पनि हुनुहुन्छ। यहाँनिर चाहिँ भगवान् बुद्धको मूर्ति नेपालसँग सिमिलर छ, तर हल्का आर्टहरू अनि अनुहारको स्टाइल चाहिँ अलिकति फरक छ। किनभने हरेक देशको छुट्टै प्रकारको आर्टहरू हुन्छ, त्यही अनुसारले भगवान् बुद्धको मूर्ति नै बनाइएको हुन्छ। तर यो यस्तो राम्रो मूर्तिकला चित्रकला भनेको चाहिँ एकदम यो लेभलमा आर्ट गर्न सक्नु भने चाहिँ एकदम ठुलो कुरा हो। अनि हेर्दा पनि एकदम मनै प्रफुल्ल भएर आउने खालको एकदम राम्रो छ। अब अगाडि हेर्दै जाउँ के छ के कस्तो छ अगाडितिर। यहाँ मेरो पछाडि देख्नुहुन्छ, यहाँ चाहिँ सेक्युरिटी गार्ड अथवा पुलिस जस्तो उनीहरू चाहिँ यहाँनिरको सुरक्षाहरूको हेरचाह गरेर बस्ने मान्छे। एकदम अग्लो छ। म चढ्दै आएको 10-15 मिनट भइसक्यो, अझै म टपमा पुगेको छुइनँ। तर यो अरू तपाईँहरूले चाइनिज भिडियोहरू देख्नुभएको जस्तो डरलाग्दो यस्तो बाटो छैन। किनभने बाटो चाहिँ एकदम उनीहरूले यो फलामहरू लाएर एकदम सुरक्षित खालको बनाइदिएको छ। अहिले चाहिँ मसँग आउनुभएको 2 जना थाइल्यान्डको भिक्षुजीहरू चाहिँ उकालो चढ्न सक्दिनँ भनेर गिभअप गरेर फर्किनु। तर म चाहिँ यति टाढो आएपछि माथि गएर नै छोड्छु, माथिबाट भ्यू हेरेर नै छोड्छु भनेर सोचेको छु। त्यही भएर जाँदैछु म नडराइकन। मलाई साँच्ची भन्नुपर्दाखेरि अग्लो ठाउँबाट चाहिँ एकदम डर लाग्छ, तर पनि यो त्यस्तो डर लाग्दो छैन। एकजना मान्छे चाहिँ एकदम डराइ आइराख्नु भएको छ, हेर्न सक्नुहुन्छ। मेरो नि खुट्टा काट्न थाल्यो। र पछाडि हेर्न सक्नुहुन्छ एकदम डराएर झरिराख्नु भएको छ। ओ माइ गड, आइपुगेँ म। अघि मैले तपाईँहरूलाई भिडियो तलदेखि देखाएको हो। मैले त्यहाँ तल फोटो पनि खिचेको छु। अहिले हजुरहरूलाई म फोटो पनि देखाउँछु त्यहाँ तलको कस्तो छ भनेर। एकदम चिसो, एकदम रमाइलो, एकदम सुनसान। यहाँ माथि चाहिँ धेरै अग्लो भएर नि होला धेरै मान्छेहरू नि छैन, तर एकदम भ्यू एकदम राम्रो छ यहाँबाट। अनि यो भगवान् बुद्धको मूर्तिहरू त देख्न नै सक्नुहुन्छ। सायद 100-1000वटा मूर्तिहरू छ होला यहाँनिर।
यहाँनिर चाहिँ मान्छेहरू एकदम कम छ खै किन हो धेरै उकालो भएर होला सायद ओके म चाहिँ जाँदैछु कन्टिन्यू तरिकाले नमस्ते फेरि वेलकम वन्स अगेन अहिले चाहिँ म बल्ल 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 यो अघि मैले तपाईँलाई तलबाट देखाएको ढुङ्गाको टप स्पोट जहाँसम्म हामी चढ्न मिल्छ त्यहाँको सबैभन्दा टप स्पोटमा आइपुगेको छु मेरो पछाडि भ्यूहरू देख्न सक्नुहुन्छ कस्तो छ हामी म अघि त्यहाँ तल मान्छेहरू देख्नुभएको ठाउँबाट हिँडेर आएको हो हाम्रो गाडीहरू चाहिँ छ यहाँबाट लगभग देखिँदैन पनि अनि मैले तलबाट अघि एउटा फोटो नै खिचेको थिएँ हजुरहरूलाई देखाइदिन्छु एकदम गहिरो छ हेर्दाखेरि चाहिँ खुट्टै काम्छ तर मलाई यो त्यस्तै यो के भन्छ यो बारीहरू लगाएको कारणले गर्दाखेरि त्यस्तो डर लागेको छैन सबभन्दा टपमा चाहिँ त्यस्तो केही छैन यहाँनिर चाहिँ विभिन्न भगवान्हरूको मूर्तिहरू भयो सायद राजा होला चाइनाको राजा होला मलाई एक्ज्याक्टली थाहा भएन उहाँको मूर्तिहरू छ अनि यता भित्रतिर चाहिँ भगवान् बुद्धको मूर्तिहरू देख्न सक्नुहुन्छ एकदम विभिन्न प्रकारको विभिन्न स्टाइलको भगवान् बुद्धको मूर्तिहरूलाई खोपेर बनाइएको छ यहाँनिर अनि त्यसको साथसाथै पछाडिको भ्यूको त कुरै नगरौँ वाह कस्तो राम्रो ठाउँ छ साँच्चीकै स्वर्ग नै भन्दा नि फरक नपर्ला एकदम राम्रो ठाउँ छ पछाडि भगवान्को मूर्तिहरू माथि हेर्न सक्नुहुन्छ माथि चाहिँ ढुङ्गा सब यो ढुङ्गामा खोपेर बनाइएको ठाउँ हो माथि चाहिँ सब ढुङ्गाहरू केही छैन ढुङ्गामै खोपिएर बनाएको अब चाहिँ म पनि बिस्तारै गरेर तल झर्छु होला अनि तल गएर अब हामी पनि सायद फर्किन्छौँ होला हाम्रो अब ट्रेन चाहिँ त्यस्तै 4:30 बजी यहाँबाट ट्रेनमा चढेर बिहान आएकै ठाउँबाट नै फर्किने हो अब चाहिँ म ओह्रालो लाग्छु उकालो चढ्नुभन्दा ओह्रालो झर्नु एकदम कस्तो खुट्टा काम्ने क्या ओह्रालोमा चाहिँ उकालोमा चाहिँ तल नदेखेर होला ओह्रालो झर्दा चाहिँ तल भुइँको कति गहिरो छ कति माथि चाहिँ भनेर देखिन्छ त्यो देखेपछि चाहिँ खुट्टा काप्दो रहेछ क्या अहिले तर पनि म त्यस्तो डर लागेको छैन मलाई हल्का खुट्टा मात्रै कापेको हो बिस्तारै झर्दैछु यो यहाँनिर त्यस्तो डेन्जर छैन अहिले यहाँ अगाडि चाहिँ एउटा डेन्जर ठाउँ छ झर्ने म हजुरहरूलाई देखाउँछु है त ओके अब चाहिँ तेर्सो अनि त्यहाँ ओह्रालो झर्ने ठाउँ छ त्यहाँ चाहिँ एकदम डेन्जर डर लाग्दो छ त्यो सकेपछि चाहिँ म जङ्गलको थ्रुबाट अघि यता जङ्गलको थ्रुबाट अघि आएको ठाउँमै झर्छु अनि तल गाडी भएको ठाउँमा गएर चाहिँ हामी ब्याक टु ट्रेन स्टेसन अब बाटोमा केही नयाँ ठाउँहरू भेट्यो भने हजुरहरूलाई देखाउने नै छु ओके मैले अघि भनेको डरलाग्दो ओह्रालो चाहिँ यही हो हेर्नुहोस् कस्तो ओह्रालो छ एकदम हेर्दै डरलाग्दो छ म हजुरहरूलाई सँगै ओह्रालो झार्छु है कस्तो हुन्छ ओ माय गॉड उकालो जाँदाखेरि चाहिँ त्यस्तो नहुने रहेछ ओह्रालोमा चाहिँ यस्तो डर लाग्दो छ कसम हजुरहरूले भिडियोमा त्यस्तो डर लाग्दो देखिँदैन होला तर यहाँ माथिबाट आफू नै झर्दाखेरि चाहिँ खुट्टा काम्न थाल्यो तर पनि अब चाहिँ आइपुग्न आँटेँ ल अलिकति धेरै बाँकी छैन मान्छेहरू माथि जाने मान्छेहरू पनि गइरहेछ धमाधम म चाहिँ अब तल झरेँ ओके बल्ल आइपुगेँ ल ये आई डिड इट डरकै आगे जितेँ भनेको यही रहेछ अघि सुरुमा चाहिँ डर लागिरहेको थियो जाँदिनँ भनेर सोचिरहेको थिएँ म नि अघि फर्किनु भएको गुरुहरूसँगै फर्किउँ कि भनेर सोचिरहेको थिएँ तर यति टाढो आइपुग्यो अब फेरि आउने मौकाहरू मिल्ने हो कि होइन यत्रो माथि आइपुगेपछि टपसँगै गइदिउँ न के छ हेरौँ भनेर गएँ त्यही हो डरलाई जितेर अगाडि बढ्यो भने चाहिँ अरूले नपाएको कुरा पाइन्छ भन्थ्यो हो रहेछ राम्रो भ्यू हेर्न पाएँ अनि माथिबाटको एक्सपिरियन्स नै छुट्टै थियो ओके अब चाहिँ म ब्याक टु माई
car and I'll be back to train station. Okay, see you again. Bye bye. हेलो नमस्ते अहिले चाहिँ म सियानको मेन सिटी हर्ट सियानको मुटुको बिचमा छु है त पछाडि हेर्न सक्नुहुन्छ यस्तो राम्रो बिल्डिङहरू होइन चाइनाको रोडहरू अनि बिल्डिङहरू चाइनाको विकास देखेर म एकदम शब्द नै छैन कि त्यस्तो विकसित कन्ट्री छ हामीले चाहिँ नेपालमा चाइनाको सामान राम्रो हुँदैन चाइनिज यस्तो यस्तो भनिन्छ होइन तर यहाँ भित्र आएर हेर्दाखेरि थाहा हुन्छ कि चाइना यस्तो विकसित भइसकेछ यस्तो माथिको लेभलमा पुगिसकेछ होइन हाम्रो नेपालको सरकारले नि यहाँबाट केही हेरेर सिक्नुपर्छ है त त्यही भन्ने लाग्छ एकदम घर घर बनाउने डिजाइनहरू भयो बाटोहरू भयो फोहोर मैला व्यवस्थापनहरू भयो एकदम राम्रो छ सबै अहिले चाहिँ म सियानको बिच सहरमा एउटा मुस्लिम मार्केट भन्ने एउटा मार्केट छ त्यहाँनेरिको नाइट लाइफ कस्तो हुन्छ भनेर एक्सप्लोर गर्न आएको छु है त ल अब कस्तो हुन्छ सँगसँगै हेर्दै जाउँ ओके अहिले चाहिँ म सियान सहरको यो मुस्लिम मार्केट भन्ने एउटा मार्केटमा छु यहाँनेरि चाहिँ नाइट मार्केट जस्तो खानाहरू बेच्ने अनि हिँड्ने वकिङ स्ट्रिटहरू रहेछ एकदम धेरै मान्छेहरू छ अनि साइडमा खानेकुराहरू टन्नै छ तर खाउँ खाउँ लाग्नेहरू धेरै छ तर मैले यहाँ चाइनामा बस्ने साथीलाई सोधेअनुसार चाहिँ यहाँको खानाहरू हेर्दाखेरि पिरो देखिए पनि खाँदाखेरि चाहिँ एकदम खल्लो खालको हुन्छ अरे क्या त्यही भएर के खाउँ भनेर हेरिराखेको छु हजुरहरूलाई देखाउँदै जान्छु म एकदम वातावरण चाहिँ वकिङ स्ट्रिटको एकदम राम्रो छ है हेर्दाखेरि एकदम बत्तीहरू बालेर रङ्गी चङ्गी सामानहरू डिफ्रेन्ट प्रकारको यहाँनेरि सुक्खा फ्रुटहरू भयो बदामहरू फलफुलको जुसहरू हरेक प्रकारको सामानहरू पाउँछ यहाँनेरि ओके हजुरहरू पनि म सँगसँगै यो नाइट मार्केटको इन्भाइरोमेन्टहरू कस्तो छ हेर्दै हेर्दै जाउँ होला साइडमा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ धेरै फुड स्टलहरू छ खानेकुराहरू कस्तो छ भनेर सँगसँगै हेर्दै जाउँ कस्तो छ है त ल एकदम राम्रो हिँड्दा पनि रमाइलो हुने खालको वातावरण चाहिँ एकदम राम्रो छ यहाँको चिसो होइन खानेकुराहरू पनि छानी छानी जति चाहिँ मन लाग्यो त्यही आइसक्रिमहरू हेर्नु आइसक्रिमको कतिवटा त्यो छ तर यहाँनिर हर्न चाहिँ लास्टै बजाउँदो रहेछ यहाँनिर चाहिँ इन्डियामा जस्तै फिल आउने क्या हर्नहरू चाहिँ बाइक लास्टै टिटी टिटी पपा पोपो लास्टै बजाउने सुभिनियरहरू पनि छ यता मिठाईहरू चक्लेटहरू यस्तो खाउँ खाउँ लाग्ने सबै कुरा हेर्दै जाउँ अब के छ अनि अर्को के कुरा देखेको भने चाहिँ भर्खर तपाईँले बाइक देख्नुभयो होइन यहाँनेरि चाइनामा चाहिँ प्रायः जस्तो 90% मैले अहिलेसम्म देखेको चाहिँ सब इलेक्ट्रिक यस्तो इलेक्ट्रिक खालको बाइक मात्रै युज गर्छ देख्नुभयो सब इलेक्ट्रिक बाइक मात्रै पेट्रोल लाउने खालको ठुलो खालको नेपालमा जस्तो मैले अहिलेसम्म एउटा अथवा दुईवटा भन्दा बढी एउटा देखेको छैन सब इलेक्ट्रिक कि त साइकलमा हुन्छ सबैजना अरू गाडीहरू पनि ट्याक्सीहरू भयो अथवा नर्मल गाडीहरू पनि सबै प्रायः जस्तो इलेक्ट्रिक नै युज गरेको देखिन्छ यहाँनेरि पेट्रोल लाउने गाडी एकदमै प्रायः कम नै छ भेट्न एकदम गाह्रो पर्छ ओके मैले चाहिँ यहाँनेरि भर्खर स्ट्रबेरीलाई सिरपमा चोपेर त्यसलाई पुरा आइसमा फ्रिज गरेको किनेको छु अब ट्राई गर्छु है कस्तो हुँदो रहेछ कस्तो हेर्दाखेरि चाहिँ यो प्लास्टिक सहित खाना हुन्छ भने चाहिँ थाहा छैन मलाई हुन्छ कि नै म ट्राई गरिहेर्छु प्लास्टिक सहित खाना मिल्छ भनेको छ है उनीहरूले चाहिँ स्ट्रबेरीलाई नै त्यो सिरप के भन्छ त्यो गुलियो खालको हुन्छ त्यसमा हालेर आइसमा फ्रिज गरेर एकदम मिठो गुलियो खालको मलाई त्यस्तो गुलियो मन पर्दैन तर मिठो छ अनि यो प्लास्टिक चाहिँ खोइ के हो प्लास्टिक चाहिँ खान मिल्छ भनेछ सायद मह होला यो मह जस्तो छ त्यसै
म यहाँनेरि भेडाको मासु सिन्कामा उनेर यसलाई पुरा ग्रिल गरेर उस गर्ने हो। एउटाको चाहिँ एउटा स्टिकको 10 युवान भनेपछि नेपालको जस्तै 200-300 जति हुन्छ होला। अहिले मैले 5 स्टिक अर्डर गरेको छु। अहिले बन्दैछ। स्पाइसीहरू सबै दलेर एकैछिनमा रेडी हुन्छ। नुनहरू तेलहरू सब लाएर रेडी अब रुममा लगेर खाने हो।